हेलो गाइज, वेलकम ब्याक टु माई डेली मिनी ब्लग। अनि म चाहिँ बिहान उठेर यहाँ चिया बनाउँदैछु। मेरो बिहानको सुरुवात चाहिँ एकचोटि चिया नखाइकन हुँदैन क्या। अनि म चाहिँ एक कप चिया खाइसकेर मात्र अरू कामहरू गर्छु। अनि आज चाहिँ म भाइलाई यहाँ लुगाहरू लगाइदिँदै थिएँ। अनि उसले चाहिँ मलाई यहाँ मेरो वाटर बोटलै छैन भन्दै थियो। अनि उसले चाहिँ मलाई चाहिँ इन्डाइरेक्टली कसले किनिदिन्छ होला भन्दै मलाई भन्दै थियो क्या। उसले चाहिँ मलाई किनिदिनु भनेको हो यहाँनिर। अनि त्यसरी डाइरेक्टली चाहिँ भन्दैन, तैपनि उसले इन्डाइरेक्टली कसले किनिदिन्छ भन्छ। अनि यहाँ चाहिँ मसँग जिस्किँदै थियो क्या यो। अनि मसँग चाहिँ पैसै छैन भन्दै थियो उसलाई चाहिँ म। अनि उसलाई सक्सहरू लगाइदिएँ, ओर्दै रेडी बनाइदिएँ। अनि उसलाई चाहिँ फेरि मैले रेडी बनाइदिनुपर्छ क्या जहिले। अनि म चाहिँ काहीँ गएँ ओरेँ भने उसले मलाई कति धेरै मिस गर्छ क्या। मम्मी कहिले दिदी आउने भनेर सोधै गर्छ अरे। अनि यो चाहिँ मैले उसलाई सनस्क्रिमहरू लगाइदिएको थिएँ। अनि ऊ चाहिँ रिसाउँदै थिएँ यहाँ मसँग। अनि म पनि अनि रेडी हुँदै थिएँ, पार्लरको लागि ढिलो भइसकेको थियो। अनि आज चाहिँ म भाउजूसँग जान लागेको थिएँ पार्लर। भाउजूको चाहिँ ट्रायलको लागि जानु थियो अरे। अनि म यहाँनिर रेडी हुँदैछु छिटो छिटो। अनि मलाई चाहिँ त्यति धेरै मेकअपहरू गर्न मनहरू चाहिँ लाग्दैन, त्यही पनि म हल्का गर्नु थालेको छु। चाहिँ पार्लर जानु थालेकोदेखि चाहिँ अलिअलि त नकल पार्न सिक्नै पर्ने हुन्छ। अनि यहाँ म चाहिँ हल्का फुल्का मेकअप गरेर अनि भाउजूसँग निस्केँ। अनि आज चाहिँ बहिनीलाई उहाँ स्कुलमा छोडिदिनु भयो भाउजूले। अनि यहाँ के किनिदिनु भयो र अनि त्यसपछि हामी चाहिँ फेरि निस्क्यौँ। अनि म चाहिँ बिर्तामोड पुगिसकेँ। अनि यहाँनिर म आजको मेहन्दीको डिजाइन चाहिँ यस्तो थियो मेरो। अनि मैले यसरी बनाएको थिएँ, मलाई आउँदैन, त्यही पनि म बनाउँदैछु, ट्राई गर्दैछु। अनि दिदीले आज मेरो थ्रेडिङ गर्न सिक्नु हुँदै थियो मेरो आइब्रोमा। अनि यो चाहिँ हामी चिया लभर दुईजना भएकोले गर्दा चियै मात्र खान्छौँ क्या। अनि यहाँ चाहिँ मैले ब्लो ड्राई गरिदिएको थिएँ भाउजूको दिदीको। अनि भाउजूको चाहिँ यहाँनिर क्लिजिङ गर्ने अरे। अनि क्लिजिङ पनि गर्दै हुनुहुन्थ्यो दिदीले। त्यति धेरै मजाले हामी पर्फेक्ट भएको छैनौँ, त्यो पनि सिक्दैछौँ। अनि यहाँ भाउजू र म चाहिँ नक्कल पार्दैछौँ। अनि आज भाउजूको सपिङ गर्नुपर्ने थियो अरे। नि हामी चाहिँ चन्द्रगाडी निस्क्यो अरे जाने भनेर। यहाँनिर चन्द्रगाडीमा गएर सपिङ हल्का गऱ्यौँ। अनि यहाँ चप्पल पसलमा अङ्कललाई चप्पल किनेर आइगर्नु अङ्कल भन्दै थियौँ। अनि यहाँ पनि लुगा पसलमा पनि यहाँनिर आन्टीलाई जिस्काउँदै आइगर्नु भन्दैछु। अनि यो चाहिँ भाइलाई मैले बोतल किनिदिएको हो क्या। बिहान उसले मलाई त्यसको भनेको थियो। अनि म चाहिँ नि घरतिर गएँ। अनि घरमा गएर यहाँ म उसलाई जिस्काउँदैछु, मैले किन्दिनँ भन्दै मिनरल बोतलको बोतल देखाउँदै थिएँ क्या। अनि ऊ चाहिँ रिसाउँदै थियो, थ्याट यस्तो होइन भन्दै रिसाउँदै थियो। अनि यही हो त तिमीले भनेको, यही होइन बोतल भनेको भनेर भनेको। अनि होइन यस्तो होइन भन्दै रुँदै चाहिँ रिसाउँदैछ। अनि मैले फेरि अनि यहाँनिर लुगाको देखेछ क्या उसले। अनि यहाँ हेरेर अनि कुद्दै आउँछ। अनि यहाँ